कुचु 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 साइकल हो आनीको ओ वेलकम टु हाम्रो संसार आज हामी गएछौँ बुटी त्यही भएर हामीले सुज लाउँदै हुनुहुन्छ आई रेडी यो कस्तो निस्किन्छ के अरे त आनी अनि रबिन पापा छोरी जाँदै हुनुहुन्छ स्कुटीमा म अनि मम्मी जाँदैछौँ हामी रिक्सामा बाई बाई हामीले पो रिक्सा पाउँछौँ किन जिस्काएको बदमास एउटा जिस्काएको छ यही त्यत्रै हो यस्तो जिस्काउँदै बस्दै गरेछ ढेर ढोका लाउँछ सबभन्दा पहिला त ढोका लगाऊँ रिक्साकै प्रब्लम हो कि अब त्यहाँ जानुपर्छ पाइन्छ कि पाइँदैन हेरौँ मम्मीले जहिले पनि पाउनु जग्गा मैले कहिले पाउँदैन फेरि झट्टा 2-3वटा सोधेपछि बल्ल पाउँछु मैले गाइस बुटिक आइसकेँ आएको अलमोस्ट 1 घन्टा भइसकेको छ काममा म बिजी थिएँ सो एन्ड आनी हुनुहुन्छ यो कुकु छ कौन है ये ओ लो भागेको अरे न बाहिर त्यहाँ छ हाम्रो स्टाफहरू हुनुहुन्छ काम गर्दै हुनुहुन्छ एन्ड आज चाहिँ बुटिक आउने रिजन चाहिँ के थियो भन्दा ब्राइडल ड्रेसहरू रेडी भएको रहेछ सो त्यसको भिडियो सुट गर्नुपर्ने थियो सो द्याट्स वाइ आएको म होइन एन्ड भिडियो सुट गर्नलाई रेडी भइरहेको छ आउने बित्तिकै पहिला हामी बस्यो गफसफ गऱ्यौँ खाजा खायो एन्ड देन कुन ब्राइडल ड्रेसहरू रेडी भइसकेको रहेछ त्यो सबै हेरेँ मैले होइन सो अब त्यसको भिडियो सुटहरू गर्छु सो गाइस यदि यहाँलाई पनि ब्राइडल ड्रेस पास्ने ड्रेस यदि कुनै टाइपको चाहिँ ड्रेसहरू बनाउनु छ भने रेडी गर्नु छ या फेरि यहाँहरूले आफ्नै डिजाइन दिएर बनाउन चाहनुहुन्छ कस्टमाइज गर्न चाहनुहुन्छ भने पनि न्यू वर्नी बुटिकलाई सम्झिन नबिर्सिनु होला यो चाहिँ खास 2-3 दिन अगाडि रेडी भइसकेको रहेछ म नै आउन भ्याएन कि सो त्यही भएर भिडियो सुट गर्न पाएको थिएन विच इज दिस वान गाइस एक सेट बनाउने बित्तिकै गई पनि हालेको रहेछ गरे सो त्यही भएर नत्र 2टा राखेर भिडियो सुट गर्ने हाम्रो प्लान थियो म आउनुभन्दा अगाडि नै एउटा सेल भइसकेको रहेछ बित्तिकै म आफूलाई चाहिँ कस्तो मन परेको क्या भिडियो सुट कम्प्लिट भइसक्यो त्यो त एउटाको थियो अनि अरू पनि स्टक रेडी भइसकेको छ भन्थे नि जुन चाहिँ यहाँनिर छ यो सब स्टक रेडी भइसकेको अहिले हाम्रो ब्राइडल ड्रेसको लागि अनि अरू चाहिँ अझै रेडी हुँदैछ एन्ड हामीले चाहिँ स्टक अहिलेदेखि नै रेडी गरेर आएको छ बिकज इजी हुन्छ तर यिनीहरूको डिटेल भिडियो चाहिँ अब छिटै आउँछ न्यू वर्नी बुटिकको टिकटक इन्स्टाग्राम एन्ड फेसबुकमा मजाले हेर्नु होला र यसको डिटेलिङ अब आज चाहिँ अलमोस्ट 2-3टा ब्राइडल ड्रेसको चाहिँ सुट गरिसक्यो यहाँले न्यू वर्नी बुटिकको टिकटक इन्स्टाग्राममा मजाले देख्न सक्नुहुन्छ है एन्ड अफकोर्स फेसबुकमा पनि र अरू बाँकी रहेको यिनीहरूको चाहिँ मेबी भोलि आएर सुट गर्छु बिकज अलरेडी सास पर्न आँटिसक्यो एन्ड मेरो आनीलाई खेल्दा 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 जिउ पनि लगाइसक्यो सो एकैछिन हामी अब जाने गर होइन बाबा खसी 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 ए अनि म चाहिँ छु यहाँ रिङायो मलाई आनीले गर्दा यो गाइस म चाहिँ छु यहाँ तर यति गर्मी छ कि अब धेरै कपाल खोल्न सकिन्न सो मैले कपाल अब बान्छु अनि अब फोटोसुट भ्यायो नि त अब कपाल बानी नि हुन्छ यो गर्मीमा नसकिने रहेछ कि खोल्न तर मेरो अल टोइल कता गयो यहाँ चाहिँ वर्कसप छ गाइस यहाँ खेल्दा थाकेँ म साँझ पर्न आँटिसक्यो घर जाने भनेको मजाले नहुने यो गाइस सी बिजनेस आइडिया भनिरहेछ यसरी गरौँ यो त हप भन्दै सही हो नयाँ स्टक ल बेसरी भाग्नु चिप्रिन्छ नि त क्या बेसरी भाग्ने सोच्न रही मजा लाग्छ अनि ओइ मजा लगाइसकेछ नि त तपाईँले मजा लगाइसकेछ कहाँ भयो अनि भयो हजुर आएको नि ल सुस्तारी सानो मामु वरिपरि होइन बाबा भएको अनि यहाँ दौडिनु चुनान मामु थाक्यो कि कुचुक 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 नाइ कोइली हो कोइली होइन होला यहाँ यसले फेरि भिडियो हेर्दैछ हाम्रो घरमा भएको चराको गोरुको यहाँ हानीले देखाइरहनु भएको छ आफ्नो सानो पापालाई अनि भिडियोलाई हेरि आमा घर गएर त्यो चराको गोरु हेरेर गइसकेन भन्दै हुनुहुन्छ जाम बेबी अब हामी लाग्यौँ घरतिर है न बबाई गरिदिन्छु ल सागरलाई पनि बबाई गरिदिन्छु मामालाई पनि बबाई गरिदिन्छु यहाँ होइन त्यता बबाई गर्नुहोस् भनेको ए सानो मामालाई गरेको बाई 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 ल कसले राखेको पनि त्यता स्कुटी फेरि रात्रिका
रबिन चाहिँ स्कुटी निकाल्न जानु भएको छ बिकज अलिक टाढा छ अरे सो पहिल्यै जानुभयो हो कि होइन ल छिट हामी निस्किहाल्ने कमान सुज लगाउनु न पहिला यहाँ ढिला भएको बेलामा अनि मस्त हाँस्दै के गर्दै गर्नुपर्छ यहाँ मैले जुत्ता लाउँदैछु ए कुकुर आयो भनेर बाहिर सिडीबाट निस्केको मान्छे पनि भित्र दौडेको के छिटो आउनु गएको छैन आऊ माथि गइसकेको छतमा हामी दौडिहालौँ छिटो तल दौडिहालौँ के अहिले डगी आउँछ फेरि खास कुकुर माथि गयो यही मौकामा दौडिहाल्ने तल भनेको नै भागो छिटो भागौँ सुस्तरी हामी दौडेको आनी पनि डरको म पनि डरको बिकज यहाँ कुकुर छ कि हाम्रो घरबेटीहरूको त्यही भएर बट वी आर के ओहो कति छिटो बाई बाई ए आउँदै रहेछ नि विवेक पनि नै मामा आउँदै हुन्छ ल लेट्स गो पापु यहाँ के कोसँग गफ गरेर बसेपछि ओ गाईजहरू यहीँ रहेछ नि त गाईजहरू यहीँ रहेछ नि गाइज हामी घर आइसक्यौँ तर फेरि जाँदैछु यो साइकल लिएर बिकज जानेको साइकल हल्का बनाउन बाँकी छ अलिकति रमिलो बनाइसक्नु भयो हल्का त बाँकी छ सो यसलाई लिएर जाऊँ पहिला बनाउनको लागि बिकज अब नानीलाई साइकल प्र्याक्टिस पनि गराउनु पर्यो भनेको क्या यो ल्याएको 2 वर्ष भइसक्यो यो साइकल तर नचलाएर पुरै बिग्रियो एकचोटि पनि नचलाइकन बिग्रियो कि सब यो साइकल कहाँ राख्ने हो ओ भयो न हिँड्नु बस्नुहोस् नानीले आफ्नो राम्रो फ्रेन्डलाई चक्लेट लाँदै हुन्छ आएर मजाले ड्रेस चेन्ज गरिसक्नुभयो एन्ड बाई द वे साइकल बनाउन आनी रबिन म तिनले जाने भनेको बट के हुँदैन म राखिदिन्छु तर यहाँ काम छ अब त्यहाँ गएर त्यतिकै हामी बस्नु भन्दा बरु म काम सक्दै गर्छु तपाईँ गएर बनाएर आउनुभयो भनेर मैले रबिनलाई पठाइदिएँ तर आउने बित्तिकै आफ्नो साथीसँग यहाँ खेल्ने भन्नुभएको छ तर एकछिनलाई मात्र रबिन आउने बेलासम्म मात्र पापा आउने बेलासम्म मात्र है अनि त्यसपछि आनीभित्र आएर फ्रेस हुने ओके ल मजा खोलेर यहाँ मलाई दिनुहोस् अझै अर्को दिनुहोस् केमी छिटो ल भयो अनि गेट बाहिर जाने होइन हस् यहीँ खेला है सोनिका 2 जना अनि के होला फेरि कुन धकाल्ने ए ढलाउने वाला फेरि ल्याउँदाखेरि सबै प्याक गरेर भित्र लिएर आउने ओके हस् भन्नु आनीले त्यो ढलाउनेवाला लिएर जानु भएको छ खेल्न सोनिकासँग ल अनि आनी खास फ्रेस पनि हुनु भएको छैन कि ड्रेस मात्र चेन्ज गर्नुभयो अनि गइहाल्नु भयो तर ठिकै छ अब आनी रबिन आउने बेलासम्म खेल्न दिन्छु त्यसपछि चाहिँ आएर फ्रेस गराउनु छ आनीलाई नुहाइदिनु पनि छ एन्ड खाना बनाउनु छ जस्ट त्यति साइकल मात्र बनाइदिएर रबिनलाई फेरि बाहिर निस्किनु पर्ने काम छ बाहिर जानुहुन्छ त्यति बेलासम्म चाहिँ अनि अरू कामहरू हामीले भ्याउनु पर्ने छ क्या भर्खरै आयो त रबिन बाबा ल 20 मिनट्स ओन्ली यो साइकल हो आनीको ओ ब्रेक हान्ने नि त ब्रेक हान्ने ल बनाएर ल्याइदिनु भयो ल ठिक छ 2 वर्षमा फर्स्ट टाइम चले पनि साइकल जियोस् कन्डिसन राम्रै रहेछ हैन हो र अनि यसको यो स्ट्यान्ड पनि लगाइदिनु भयो हुन्थ्यो नि लगाइदिनु भएन वाह ट्राई ल अगेन चक्का निक्लेको होइन त्यो राम्रो ल अब साइकल यसो गर्नु नि त राख्नु र पहिला यो खेल्नु अनि यो भोलि सिक्नु होला सिक्न पर्छ कि भर्खर हुँदैन है ल राख्नु नि त बाबा सेफ्टी यो पहिला यहाँ घुँडामा त्यसपछि यहाँ पहिला सिक्योर हुनु पर्यो अनि बल्ल साइकल चलाउनु तपाईँ साइकलको हेलमेट पनि लिनु छ ओके हो नि अब यो साइकल यता यहाँ आड लगाइदिनु यता गएर उता के उता त्यहाँ जानु न नभए उतानिर गरिनुहुन्छ हो त्यहाँ उता सोनिका सिकाइदिउ त हामीलाई कसरी त्यो गर्ने आड लगाइदिने साइकल हो त्यसरी सुस्तरी ल भयो द्याट्स इट कम अन राम्रोसँग खेल्नु ओन्ली 20 मिनट्स है ल यो खेल्दैछन् दुवैजना यहाँ बसेर ल रमाइलोरी खेल्नु राम्रोसँग खेल्नु के भयो यो डब्बा मैदा राखिदिन्छु एमा पानी गराउने होइन है बेबी एमा पानी गराउने होइन है म यहाँ चेन्ज गर्न नपाउँदै आइहाल्नु भयो रबिन पट अब निस्किँदै हुनुहुन्छ कतै त्यति बेलासम्म मेरो खाना अलमोस्ट पाकिसकेको छ बिकज दाल त तन्नेर राखिसकेको छु भात त्यहाँ रेडी गरिसकेको छु एन्ड भेजिस यहाँ बनाइरहेको छु र अचार पनि अलमोस्ट बनाइसकेको छु एन्ड आनी आइसक्नु भएको छ आज कन्डिसन कस्तो छ गाइस हैन मेरो छोरीको कन्डिसन यस्तो छ आनी एकदम थाक्नु भएको छ तर नुहाइने गर्न बाँकी छ आनी आजको लागि यति नै बाइ